So hello and namaste, good morning, all of you guys, and love you all. अहिले चाहिँ म गाउँ आएको आज हाम्रो धान कुट्ने काम छ। त्यो भएर धानलाई कुटेर त्यो धान कुटिसकेको प्राल चाहिँ यस्तो सुली बनाएर राख्छ। त्यो चाहिँ भैँसीको लागि खाना हो। त्यही त गाउँघरमा त्यही त हो नि। अहिले चाहिँ हाम्रो यतातिर चाहिँ मङ्सिर महिनामा चाहिँ धान कुट्ने एकदम काम धमाधम हुन्छ। त्यो भएर हाम्रो आज धान कुटेछ भनौँ न। त्यसमा चाहिँ मान्छे अलिक कम भएको कारणले म चाहिँ तल लमजुङ बिस्सरबाट माथि हाम्रो राइम गाउँ आएको। हाम्रो गाउँ चाहिँ एकदम राम्रो छ, देख्न सक्नुहुन्छ। हजुरहरूको गाउँ कस्तो छ कमेन्ट गर्न नभुल्नु होला प्लिज। तपाईहरुको गाउँ पनि एकदम राम्रो होला, हाम्रो गाउँ पनि एकदम राम्रो छ। यो चाहिँ हाम्रो गाउँ भयो टक्क। यहाँ चाहिँ हाम्रो फुपूको नयाँ घर बनाउँदैछ। त्यो नयाँ घरमा चाहिँ अब कहिले हुन्छ माथि टिनहरू हाल्नु पर्ने छ। यो चाहिँ हाम्रो गाउँको भ्यू हो। तपाईहरुलाई कस्तो लाग्यो हाम्रो गाउँ प्लिज कमेन्ट गर्नु होला। एकदम राम्रो छ। यसमा हाम्रो गाउँमा चाहिँ 9-10 घर छ भनौँ न, 9-10 घर छ। यो तलबडीको चाहिँ भैँसीहरू बान्ने भैँसी बाख्रा बान्छ भनौँ न। यो चाहिँ टक्क बारी भएको काकाको। त्यही त हो नि गाइज, के गर्नु, गाउँघरतिर काम भइरहेको छ, काम गर्नु पर्यो खानको लागि। सो आजको दिन राम्रो होस् तपाईहरुको, मेरो पनि राम्रो नै हुन्छ। आजको लागि नै यति नै भनौँ न। अब धान माटेको चाहिँ अर्को पार्टमा आउँछ, कृपया हेरिदिनु होला। को नयाँ हुन्छ भने लाइक सब्सक्राइब मेरो युट्युब च्यानललाई माया गरिदिनुहोस्। यति नै भन्दै आजको ब्लग यहीँ टुङ्गाउन चाहन्छु है त। यो चाहिँ हाम्रो फुलघर हो। यति नै भन्दै बिदा माग्न चाहन्छु। जय गोर्खा।